बन्ने होइन त सरकारी जागिरे, त्यो पनि सङ्गठित संस्थाको, अनि सिलेबस पनि चाहियो। त्यसो भए आउनुहोस् ढिला नगरिकन मेरो च्यानलमा तपाईँहरूलाई हार्दिक स्वागत छ। यो चाहिँ सङ्गठित संस्था 5औं तहको लागि सिलेबस रहेको छ। सिलेबस चाहिँ यस प्रकार रहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ र आवश्यक पर्यो भने यसलाई PDF पज गरेर चाहिँ डाउनलोड गरेर वा स्क्रिनसट गरेर पनि हेर्न सक्नुहुन्छ। त्यसै गरी यो चाहिँ 4थो तहको लागि हो, खरिदार सो सरहको। त्यसमा प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने तपाईँहरूका लागि यो उपयुक्त हुनेछ। यदि तपाईँहरूलाई कति योग्यता के बारे भन्ने कुरा अझ जान्न मन छ भने चाहिँ कमेन्ट गर्नुहोला। म यस सम्बन्धी चाहिँ अझ स्पष्ट तरिकाले भिडियो बनाउने छु। यो चाहिँ हजुरहरूको लागि सिलेबस रहेको छ। यही सिलेबसमा पनि छ, तपाईँहरूले मजाले ध्यान दिएर हेर्नुभयो भने बुझ्न सक्नुहुन्छ। यदि बुझ्नु भएन भने चाहिँ कमेन्ट गर्नुहोला, म बुझाउने कोसिस गर्नेछु। हस् त, धन्यवाद। आजको लागि चाहिँ यति नै। बाई। राम्रोसँग पढेर सरकारी जागिरी हुनुहोला। अल द बेस्ट।